हेर्नुहोस् लो साथीहरू, यस्तो बाटो हिँड्नुपर्छ। कति चाहिँ अब यो एडभेन्चरस छ यो बाटो चाहिँ। अब ल तपाईँहरूलाई हेर्नुहोस् है, यो बाटो चाहिँ तपाईँको चट्टै उपरबाट चाहिँ सट्टै निक्लेर जानुपर्छ। त्यो हेर्नु खोलाकै मुखको मुखबाट। जोखिमपूर्ण बाटोमा हिँड्नुपर्छ। ज्यानलाई हातकेलामा राखेर है। बाइचान्स यहाँबाट अलिकति जिप्ट्यो भने सिधै यहाँ दहमा मान्छे झर्छ। हेरिहाल्नुहोस्, अब यस्तो यस्तो बाटोमा हिँड्नुपर्छ हो। कताबाट यताबाट जानुपर्छ। अब यो मुनि झर्ने डर त भयो। अब भरे बाइचान्स यहाँ माथितिरबाट ढुङ्गाहरू झऱ्यो भने फेरि नो चान्स। हेर्नुहोस्, मेरो नङ पनि यहाँ ठोकेर यस्तो भएको, खुन चढीको खुन निक्ल्यो। हेर्नुहोस् त यी नङबाट हेर्दा हेर्दै साह्रो पऱ्यो नि तपाईँको। कुनै कुन भइगयो नङ। आमा तेरिका बस ए सोटको खुन पनि परिहाल्यो। यहाँ हेर्नुहोस्, यो घुमौरीमा चाहिँ यहाँबाट जिप्टिएर बाई चान्स झऱ्यो भने चाहिँ तपाईँको फेरि चान्सेसै छैन नि। यस्तो हुन्छ बाध्य त यस्तै छ, हिँड्नु पऱ्यो। यो ओह्रालो लान्छ फेरि तपाईँको। अब यहाँबाट यसो उकालो चढ्नु पऱ्यो। ल एक खुड्कीले त पार गरियो। अब यो झर्नेमा अप्ठ्यारो छ। हेर्नुहोस् यहाँ उतल झर्नु पऱ्यो। यहाँ बाटो हेर्नुहोस्। झन्डै लडाइ भयो। ल अब चाहिँ सकियो है पार गरेर। ल अब थुप्रिँदा हुन्छ ल। ल साथीहरू बल्ल बल्ल पार गरियो।